हेलो सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँ सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। सो गाइस, आज चाहिँ हामी साथीहरूसँग घुम्न लागिरहेको छौँ। साथीहरू लाग्यो पुरा हावा चलिरहेछ। यो बस स्ट्यान्ड गाडी साथीहरू यहाँ पर्खिरहेको छ इन्तजार। पुरा यहाँ सबै भिडियो गर्ने मात्रै साउदी के छ साउदी पुरा हिरो भएर बसमा चल्यो सम्झि मजा आउँदैछ चल बसमा प्लेन जैसा आवाज आ रहा है कर सही है। खबर व्यू देखो, व्यू अच्छा नजर आ रहा है। घुम्न जाँदैछौँ हामी चाहिँ आकाशे पुलबाट पारामा। यसरी जाँदैछौँ, पुरा गाडीहरू आइरहेछ होइन। टक्क हो उतापट्टि गएर समुद्र जाने उता छ। हामी सम्झियो अगाडि वाह 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 वाह, यस्तो दामी छ नजाराहरू। हाँ एक जगह किधर चलेंगे? आप चलेंगे ओके, नेक्स्ट घूमने चलेंगे, ठीक है। हाँ ओके। आकाशे पुलबाट झरी अब ओह्रालो सम्झिले के हेरेको गाइमा बसाइरहेछ। एउटा हिँड्दै जाने हो, टक्क समुद्र जान सक्यो। जाँदै यहाँ छ रमणीय महल। यहाँ चाहिँ दामी पाउँछ रमणीय महलमा। महँगो पर्छ साथीहरू है। होला साथीहरू कहाँ पुगिन्छ। हामी यसरी जाँदैछौँ। गाडीको यस्तो भिड छ। फाइनली साथीहरू अब चाहिँ समुद्र आइपुग्न आँट्यो। अब टक्क पारामा जाने हो। घरहरू बन्द रहेछ यस्तो छ। सोफिटेल सम्धिलाई गर्मी भस्तो छ, टोपी फुकालो रहेछ। हामी जाँदैछौँ समुद्रतिर घुम्नलाई। अघि सोफिटेल कता रहेछ त? होटेल होला, राम्रो छ। यो मस्जिद रहेको छ जुन पनि लागिरहेछ साथीहरू पारामा। साथीहरू समुद्र आइपुग्यो। यहाँ कस्तो मजाको थियो यार, पार्क छ भत्का। अनि उ त्यहाँ पर माछा पक्रिन्छ क्या। यस्तो मजाको ठाउँ थियो। यहाँनिर घुम्ने बस्ने बनाएको थियो क्या। फलाइचाहरू थियो। यो हरियो थियो पुरै। साथीहरू दामी मौसम पुरा खडेरी लागेको छ त। यहाँ चैत वैशाख खडेरी लागेको छ रुखलाई पनि यार। साउदीको ठाउँमा त्यसै खडेरी लाग्ने ठाउँमा वैशाख त आउनै बाँकी छैन। चैतमै खडेरी लागेको छ।
तना भयो सम्धि है चट्ट सिन्ड्यौँ न त हामी समुद्र माछा मारेको हेर्न आइपुग्यो समुद्रमा माछा मार्दैछ एकजना साथीले हेरिदिनु न कति पक्रेछ त अब भाई साहब कितना पकड़ा है माछा नहीं है अभी चालू कर रहा है ऐसे कैसे इसको इसको बरौमा से आएगा अच्छा ये टेक्निक है वही है माशाअल्लाह यहाँ चाहिँ यस्तो छैन यहाँ यसरी नै हो यहाँनिर यहाँ गएर यहाँ गयो अनि टक्क बल्छी थाप्ने हो कि यहाँ आएर यस्तो गरेर ओहो माछी देख्यो माछी छैन नि यहाँ माछा गर्ने ठाउँ मात्रै यहाँनिर माछा मार्ने तरिका पर माछा मार्नुलाई पठाएको छैन अब पर बसेर जुम गरेर हेऱ्यो यहाँ माछा मारिरहेको छ टेक्निक लाछ बेलुका भएपछि माछा मार्न आउँदो रहेछ क्या मान्छेहरू यहाँनिर छ गाउँबाट चल्दैछ साथीहरू पानीमा चलाउँछ सानो चाहिँ लुके गर्दै गङ्गटा मात्रै पाउँदो रहेछ त यहाँ माछा भन्दाखेरि त्यही पनि छ गङ्गटा बहरान पहुँचा देगा हाँ भाई उसको बहरान पहुँचा देगा के भन्नु सम्झी खतरा गङ्गटा परेछ माशाअल्लाह ओ बेचारे को टूटा दिया क्या बनाना है इसको सूप बनाएगा सूप बना अच्छा रहेगा भाजी करेगा भाजी भी अच्छा होता है माशाअल्लाह टेस्ट देखो कितना जगह वो हुक मारा है मच्छी नहीं आया ककड़ा है छुप जाएगा देखो कितना जल्दी छुप जाता है छोटका ककड़ा है लेकिन छुप जाता है बहुत है देखो उधर 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 है सारे देखो पकड़ा हुआ है बहुत ककड़ा का छोटका छोटका यहाँ पे सब बहुत है इधर पत्थर में ही तो होते हैं ये सब देखो उधर इधर वो आ कितने रहा है हैं? अरे हाँ एक इधर भी है छोटा सारे इधर ही है सब जब पकड़ना जाओगे ना वो छुप जाता है तुरंत दूसरा नाव किधर गया नाव पक्रिनु गयो भने डुबिहाल्छ मिल गया मिल गया मिल गया ओस भाग गया यार
हाम्रो सम्झीले यहाँ टक्क टिकटक बनाउँछ मोबाइल पुरा स्ट्यान्ड राख्यो अरे है हिरो भएर सम्झी खतरा हो खतरा भयो सम्झी हो क्या किधर जाना है पेरेंट को टाटा बोलो बहन को टाटा बोल्न है टाटा बोलो माछा मार्ने अहिले झन् बेलुका आउँदा चाहिँ टन्नै भेला भइसक्यो माछा पक्रेपछि हेरेर जाउँ भनेको माछै पक्रेन कि एउटा गङ्गटा मात्रै भयो किधर फसा दिए अब साँझ परो साथीहरू अब चाहिँ जानुपर्ने हुन्छ के यहाँ भिडियो बनाउने फेरि एक रिल बनाना है इसको हाँ कसरी आउँछ अरे वा खतरा भ्यू होटलको अगाडि कस्तोको दामी रहेछ होइन साउन्दी हो कि होइन साउन्दी भन्ने हो दामी छ दामी दामी भ्यू छ खतरा 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 त घरहरू पनि बन्द रहेछ अगाडि ओ माशाअल्लाह दामी छ दामी लाग्यो मलाई खतरा रहेछ यहाँनिर लाइट यहाँ चाहिँ रमाइलो रहेछ त पुरा मान्छेहरू पनि घुम्न आइरहेको छ टन्नै माछा मारिरहेको छ हेर्नु त गाइस हाम्रो साउदिनी फोटो खिच्दै आउँदैछ नि हामी माछा मारेको हेर्न जाँदैछ मान्छेहरू टन्नै बसिरहेको छ यस्तरी पार्कतिर बस्दो रहेछ होइन जब साँझ पर्दै गयो झन् रमाइलो बत्तीहरू झिलिली बलिरहेछ दिउँसोभरि काम गरेर थकाइ मार्नको लागि मान्छेहरू यसरी बसिरहेछ समुद्रको मजा लिइरहेछन् साथीहरू यसरी बसिरहेछन् मजाले होइन म चाहिँ यसरी घुम्न निस्किरहेको छु ठक्क भएर यस्तो मजा समुद्रमा कोही केटाकेटीले खेलिरहेछ यस्तै रमाइलो छ पार्कभरि यस मजा आइरहेछ सो रिफ्रेसमेन्ट हुँदो रहेछ रिफ्रेसमेन्टको लागि मान्छेहरू आउँछ ताल 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 हाम्रो घरको मुसु जस्तै ट्याक्कै बिहान फोटो खिच्ने अरे कस्तो खिच्ने भनिदिनु ल यहाँबाट भरे स्क्रिनसट गर्नु अहिलेको भेस किन्ने भनेको अहिलेको भेस किन्ने भनेको लुलु त्यो सन सिटीमा पाउँथ्यो अरे छाता त किनारा यसरी घुम्न जान्छ लुलु हाइपर मार्केट आइसक्यो खुबरको लुलु हाइपर मार्केट पार्किङ हुँदै बस्यो लुलु हाइपर मार्केट आइपुग्यो फाइनली
बाहिरको चाहिँ यस्तो रहेको छ टुलुको अगाडि। लुलुमा आयो साथीहरू। कस्तो छ कस्तो साडी सामने सम्धीले छाता किन आँटेको? ठिक छ ठिक छ। पुरा कलर कलरको रहेछ रङ्गी बिरङ्गी। जुस लुलुमा घुमाइ छ। आइरन जुस मेकर लेलु म्याट्रेस प्रेसर गर्ने छ त यहीँ त्यस्तो त। यहाँ सम्धीले जुत्ता किनेर रिटाएछ। कुन जुत्ता मन पर्यो भन्दै सम्धी? सभी जूता देख रहे हैं, कौन सा खरीद करना है? राम्रो लागेन सम्धी? राम्रो लागेन? कस्तो यस्तो दामी दामी छ लिनु न, सस्तो दिन्छु म डिस्काउन्ट दिएर। यो मेरो लुलु हाइपर मार्केट हो क्या। लियो कता ए उधारो त के अरे कार्ड स्क्यान गर्नुपर्छ चलिहाल्छ। सपिङ गरेर फर्कियो साथीहरू। रात परो साथीहरू सपिङ गरेर फर्कियो। अब हजुर सिधेपछि पराठा रोटी कस्तो भयो त? मिठो भयो? कैसा है सब पराठा रोटी? सही है? अच्छा है? सही है। आजको बेलुकाको हाम्रो खाना यस्तो भयो घुम्दै जाँदाखेरि। पेट भर्यो? खाऊ म चाहिँ खाइसकेँ साथीहरू। चिकन करी, दाल, रोटी, आचार सबै रिकाए। खाऊ दबा के खाऊ सर। बाटोको दृश्यहरू गाइस यस्तो छ। बसमा सरर फर्किँदैछ साथीहरू। हेरेछ पेट्रोल पम्प। फाइनली अहिले चाहिँ हामी बाहिरतिर घुमेर पनि रुममा आइसकेछौँ। कस्तो लाग्छ मेरो भिडियो प्रतिक्रिया दिन चाहिँ नछुटाउनु भन्दै डु नट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब। लभ यु अल गाइस, बाई बाई।